मृत्यु के मृत्यु साँच्चै डरलाग्दो कुरा हो? मृत्युको भयबाट कसरी मुक्त हुने? नमस्कार, म कपिल गौतम। आज हामी मृत्युको बारे थोरै चर्चा गर्नेछौँ। मृत्यु एक यस्तो शब्द हो जसले सबैको साथ दौडाउँछ, हाम्रो सास रोकिन्छ, मन डराउँछ। तर के मृत्यु साँच्चै हामीले सोचे जत्तिकै डरलाग्दो कुरा हो कि हाम्रो यात्राको अर्को बाटो मात्र हो? हामी सबै शरीर होइनौँ, चेतना हौँ। यो भौतिक शरीर त एउटा लुगा मात्र हो जुन पुरानो भएपछि फेर्नु पर्छ। तर आत्मा त शाश्वत हो, अमर हो। जसरी सूर्य अस्ताउँछ तर अर्को क्षितिजमा फेरि उदाउँछ, त्यसरी नै मृत्यु पनि अस्त होइन, एक नयाँ सुरुवात हो। हामी निदाउँछौँ, सपना देख्छौँ अनि फेरि बिउजिन्छौँ। मृत्यु पनि त्यस्तै हो, निद्रा जस्तै। जब यो कुरा बुझिन्छ त्यस पश्चात डर होइन, मृत्युसँग आत्मीयता पैदा हुन्छ। हामी माया गर्छौँ शरीरलाई, सम्बन्धलाई, संसारलाई। तर जब थाहा हुन्छ कि सबै अस्थायी छ, त्यसपछि मात्र जीवन साँचो अर्थमा गहिरो बन्छ। मृत्यु अनजान होइन, शिक्षक हो जसले सम्झाउँछ समय सीमित छ, प्रेम गर, क्षमा गर, मन खोलेर आफ्नै हिसाबले बाँच। अरूको लागि होइन, मात्र तिमी आफ्नो लागि बाँच। जुन दिन तिमी मृत्युलाई मुस्कुराउँदै स्वीकार गर्छौ, त्यही दिनबाट तिमी सही अर्थमा बाँच्न थाल्छौ। त्यसैले म मृत्यु होइन, म चेतना हुँ। म शरीर होइन, म अनन्त हुँ। र मृत्यु मेरो अन्त्य होइन, मेरो मिलन हो अस्तित्वसँगको।